हुन्छ प्रभु यीशु ख्रीष्टको अति उच्च नाममा जयमसी। म तपाईहरुलाई आज हाम्रो रुख कटर टिप्न गएको भिडियो शेयर गर्न गइरहेको छु। अब पोहोर साल पनि फलेको थियो, तर यसपालि धेरै फल्यो। पोहोर त सबै चोरेर खाइदिए नि त, र यसपालि चाहिँ नि कसैले पनि चोर्नु भएन है, किनभने हाम्रो बारी अलिक टाढा छ घरदेखि। त्यो कारणले गर्दाखेरि लगभग पहिला पनि हामीले 7-8वटा टिप्यौँ होला काँचो तरकारी खानको लागि, र यसपालि पाकेको हो 13-14वटा रहेको थियो। अनि यो अन्तिम हो, तपाईहरुले हेर्न सक्नुहुनेछ, ठुल्ठुलो छ। अनि हाम्रो भाइहरू आउनु भएको छ यो झरनाको लागि। अनि मेरो भदिनी, मेरो आमा पनि हुनुहुन्छ। रुख एकदमै ठुलो, फेरि भएन भने यो बर्खामा फेरि धेरै घाँसहरू पलाउने बढ्ने एकदमै झाडी थियो। तर पनि परमेश्वरलाई धेरै धन्यवाद भएको होस्, उहाँले फेरि आफ्नै घरको है, आफ्नै बारीको यसरी कटर टिप्नु पाउँदा फल्दा खुसी लाग्दो रहेछ। अनि हामीले 3 बोरा जति बुटुलिसकेका छौँ। अनि धेरै राम्रो फलिरहेको थियो। अनि बुटुलेर हामी घरतर्फ जाँदैछौँ, तपाईँ हेर्न सक्नुहुन्छ। अनि हामी घरमा ल्याएर अनि हामीले पाकेको छ कि छैन भनेर मेरो भदिनीले पुरा चेक गर्दै हुनुहुन्छ के। अनि त्यसपछि फेरि मेरो ममले फेरि बोरा ठ्याक्क उसको मुखमा, अब परेको त होइन तर राख्दाखेरि झुकेछ, अनि रिसाउँदैछ हो। अनि त्यसपछि पुरा भदिनीले हातमा तेल लगाएर चक्कुले फेरि काट्दै हुनुहुन्छ। यो खासै धेरै पाकेको त छैन, एकदमै प्ल्याट त परेको त छैन, तर पनि हल्का पाक्न त पाकेकै हो। अनि फेरि हामी त्यही पनि यतिको पनि मिठो हुन्छ भनेर भदिनीले पुरा कटर काटिसकेको छन् र निकाल्दैछन्। तपाईहरु हेर्नुहोस् हाम्रो घरको कटर, तर वास्तवमा एकदमै ठुलो छ है। यसको पिसहरू पो तपाईले हेर्न सक्नुहुनेछ। अनि त्यसको भित्रको त्यो गुदी है, गेडा एकदमै सानो छ, तर मैले यो भिडियोमा देखाइन। तर जिउस एकदमै राम्रो फलेको थियो यसपालि, अनि एकदमै मिठो पनि छ। गुलियो उसले त अब त्यो पिस नखाएर है, त्यो अर्को त्यो पो खाइराखेको छ, लेयर पो खाइराखेको छ। हेर्न सक्नुहुनेछ तपाईहरुले। मजा आयो जे होस् आफ्नो घरमा फलेको हेर्नु।